हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँ सन्चै हुनुहोला। आज चाहिँ हामी अब लाग्नलाई यहाँ गोरखपुरबाट इन्डियाबाट सामान रेडी छ, हामी चाहिँ हिँड्नलाई है त गाइज। ल साथीहरू हामी चाहिँ अब अटोमा बसिसक्यौँ। अब चाहिँ हामी ट्रेन रेलवे स्टेसन पुग्नेछौँ। हामी बसिसक्यौँ, रेलवे स्टेसन पुग्नेछौँ। अब 5-10 मिनटमा रेलवे स्टेसन पुगिन्छ। यहाँबाट गोरखपुर रेलवे स्टेसनबाट सिधा बोर्डनीको टिकट काटेर हामी जानेछौँ। हेर्नु होला है तपाईँ। तल आउँछ बाटो जाम लाग्छ हामीलाई यहाँबाटै पुरा सर्टकट बाटो। कस्तो गाडी आएको त्यो सानोमा गाइज भगाइरहेको छ हाम्रो। टिकट हो अंदर ही लेगा। कत्रो जाम छ अर्कोतिर गइदा झन् जाम हुन्थ्यो। रेलवे स्टेसन पुगिसक्नु लाग्यो गाइज, हेर्नु होला। अरे भाई के खड़ा कर रहा है इधर यार, खड़ा गरेर मजाले फोनमा कुरा गरे हुन्छ। चलिए चलिए और फाइनली हामी रेलवे स्टेसनमा पुग्यो। उसले चाहिँ अटो लगाइदिए, हामीले 100 रुपियाँ अटो रहेछ, अटो भाडा ऊबाट हामी चाहिँ क्रस गऱ्यो। अब उमा काउन्टरमा गएर टिकट सिकट काटेर गोरखपुर रेलवे स्टेसनमा पुगिसक्यो। आमा आउँदै हुन्छ छिटोमा, टाइम छैन, अब 15 मिनट छ। टिकट त भइहाल्छ, टिकट त त्यही बाटो भइहाल्छ। टिकट हाल्नलाई मुस्किल छैन। अब चाहिँ टिकट काट्न माथि काट्ने कि यहीँ काट्ने पनि यहाँ पनि छ होला। यहाँ काटेर माथि जानु पर्यो। अहिले यो उमा दिल्लीमा उ भएको छ, कडा भएको छ, त्यही भएर जानुपर्छ। टिकट चाहिँ हामी काटेर जानुपर्छ है त गाइज। म चाहिँ टिकट काट्न गएँ अहिले टिकट चाहिँ काटिहाल्छु। धेरै उता गएछौँ यहाँबाट सिँढीमा, बिस्तारै यो सिँढी। आज अस्ति कति भिड थियो, आज चाहिँ छैन, किनकि उता दिल्लीमा त्यस्तो उ भएको थियो नि त, घटना घटेको थियो, त्यही भएर आज चाहिँ धेरै ठुलो छ, भिड छैन। आज अलि सुनसान छ, हेर्नु होला। आज फट्टाफुट्टु मान्छे मात्रै हिँडेछन्, किनकि उतातिर बन्द छ नि त, एकदम टाइट गरे। यहीँबाट अस्ति जो बनारस से चलती गोरखपुर को आती है, प्लेटफॉर्म नंबर 3 पर आ रही है। यात्रियों कृपया ध्यान दें, गाड़ी चाहिँ कलकत्ता गोरखपुर जाने ट्रेन रहेछ। हामी चाहिँ कि यसमा आउँछ 4मा कि त 5मा आउँछ प्लेटफर्ममा। हामी चाहिँ यहीँ बस्नुपर्छ। अहिले चाहिँ हामी बसिरहेछौँ। खाली छ आज चाहिँ, त्यस्तो भिडभाड छैन, देख्न सक्नुहुन्छ। खाली छ, स्टेसनै पुरा खाली छ, किनकि त त्यस्तो के भन्छ उमा
दिल्लीमा त्यस्तो घटना घट्यो त्यसपछि अन्त यतातिर पनि खाली छ हेर्नु होला स्टेसनहरू खाली छ हेर्नु होला सक्नुहुन्छ साथीहरू यही गाडी हो यही गाडीमा हो हाँ वो लास्ट वाले सीरियल लगता है हामी त अरूमा हो जर्नलमा ये भी सब एसी है देख्न सक्नुहुन्छ रुक जा भाई उतरने वाला तो बहुत है लेकिन गोरखपुर बनारस अरे आगे जाना पड़ेगा आगे पीछे से आगे आगे से पीछे माँ अलचाड़े माँ यहीं चढ़ने माँ आमा जानु मैले ऊ राखेको छु मैले यहाँ ऊ राखिसकेको छु कि भाडा राखिसकेको छु मैले राखेको आमालाई पहिला पठाइदिएँ मैले यहाँबाट खाली त खाली हुन्छ यहीँ राखेको छु है हो यहाँ पछि अलि उता म पनि आउँछु त्यहाँनिर ल आएको चिल्लाने की जरूरत नहीं है ठीक है सबै खाली हुँदो रहेछ सबै खाली छ सबै खाली छ पुरा खाली छ देख्न सक्नुहुन्छ पुरै खाली छ त्यता बस्ने के त हजुर त्यता बस्ने के त त्यता बस्ने के त यता घाम आउला ठिकै छ यहीँबाट सबै खाली छ हामी चाहिँ आमा छोरा यहाँ यसरी बसेको छ म यता बस्छु आमा उता बस्नुहुन्छ बस्छु गोरखपुर सक्नुहुन्छ हामी चाहिँ यहाँबाट हिँड्नेछौँ ट्रेन यति लामो छ कि एक्सप्रेसमा आएपछि यही ठिक हुन्छ कि हामी चाहिँ डेमोमा आयौँ भने हुन्छ अलि ढिला हुन्छ एमा एक्सप्रेसमा गोन्डा जाने एक्सप्रेसमा आएपछि चाहिँ धेरै नै हुन्छ छिटो लगिदिन्छ हेरौँ कति बजे 12 बजे 12:30 भयो भनेपछि
2-3 बजीतिर पठाइदिन्छ, हेर्न सक्नुहुन्छ होला। देख्न सक्नुहुन्छ भाँबो छ ट्रेन पनि पारी, अझै त्यो पारी पुगिसकेको छ। हामी चाहिँ अझै लास्ट डिब्बा चाहिँ अझै पछाडि छ, हेर्नु होला पछाडि छ। यो चाहिँ धेरै अगाडि पुगिसकेको छ, हेर्न सक्नुहुन्छ। यति लामो छ हेर्नु होला। गोरखपुरको रेलवे स्टेसन छोडियो अब चाहिँ त्यहाँबाट लिएर पारीसम्म भर्खर स्पिड हुँदैछ। देख्न सक्नुहुन्छ यसको अगाडिको भाग इन्जिन चाहिँ अझै त्योभन्दा अगाडि नै गएको छ। यसको एउटा दुईवटा पछाडिको दुईवटा डिब्बा बसेछ हामी। अहिले चाहिँ गियर लगायो, जङ्गलबाट नका भन्ने ठाउँबाट अब चाहिँ हामी हिँड्नलाई रोकेको थियो साथीहरूको नका। सोनू जी आप नहीं निकालेंगे? राजावाला भन्ने कन्या आउँछन्। कौन सा ट्रेन हामी खुला देते आओ भैया, ठीक है। हाँ पीपीगंज आ गए। किधर भी खड़ी है ना। क्यों कह सकता है तुम्हें? हाँ जैसे तो नहीं देख रहे हैं। देखने में तो साथी हो एउटा चाहिँ भर्खरै मागेर गयो, तर मैले नि दिएदिन त पैसा 10 रुपियाँ। चिन्नु होला, अलिअलि त गरेको छु भिडियो। म देखाइदिन्छु है तपाईँहरूलाई। छ ऊ त्यो खडा उभिरहेको छ, हेर्नु होला। यो मान्छे उ गरेर छक्का पनि होइन जस्तो छ। यो मान्छे हेर्नु होला, मैले जुम गरेर देखाएको छु, देख्नु होला। यो मान्छे त्यस्तो त देखिँदैन, देख्नु होला। आनन्द नगर
गर्छन् मान्छे कन्नै गर्छन् धेरै रोकेन यहाँबाट 2 मिनेटमा अनि नलागे ट्रेन खासै यो ट्रेन खासै रोक्दैन एक्सप्रेसमा आएपछि रोक्दैन लोकलमा आएपछि धेरै ठाउँ रोक्दै जान्छ तर यसले पनि अलि चाँडै लगिरहेछ हामी 3 बजीसम्ममा बढ्नी पुग्ने हो त्यही हिसाबले लगिरहेछ ट्रेन पारे बिहान 9 बजे छुटेको टिममा लोकल हो 9 बजे छुट्यो बर्नीबाट लगभग 9 बजे छुटेको थियो होला यो ट्रेन यो अहिले 1 बजे पुग्यो भनेपछि 4 घन्टा लाग्यो धेरै लेट हुन्छ कि यो ट्रेनमा आयो भने धेरै लेट हुन्छ यो हामी म चढेको ट्रेनमा आएपछि धेरै छिटो लाग्छ बराले ढुङ्गा डडाले त्यस्तो बढ्दैछ गइरहेको अब चाहिँ चढ्ने आराम से बिस्तारै जाउँ हामी बढ्ने छड्यो कस्तो अर्कै देखायो है जाउँ उल्टी किन बजेको होला हो त्यस्तरी के ल स्वेटर कुच्चियो हामी चाहिँ बढ्ने छरिसक्यो हेर्नु होला अब चाहिँ नेपाल उता छ हामी ट्याक्टर बढ्नु पऱ्यो हामी धेरै टाढा बसेछ अहिले चाहिँ हिँड्नु पर्यो अलिकति 3:30 बजे उतार्दै हामीलाई यहाँ ट्याक्क नेपालको 3:30 बजे
हुन त इन्डिया कति बज्यो भनेपछि इन्डियाको ट्याक्कै 20मा झार्दै इन्डियाको चाहिँ 3:20मा झारे भनौँ न। नेपालको चाहिँ यता हेर्नुहुन्छ यही ट्रेनमा आएको एक्सप्रेसमा आइयो जस टिकट दिन परेको के हाँ नहीं 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 हामी चाहिँ अहिले यो चाहिँ ट्रेनबाट झरेर हामी उमा जाँदैछौँ नेपाल साइडतिर। यो दुईवटा बाटो छ, हामी चाहिँ गल्ली बाटो जान लाग्छ केही सामान ल्याउने भनेर। हेर्न सक्नुहुन्छ यो साइकलहरूको पुरै ओर्छन्, सबै साइकलहरू किन्ने। के चिज हो अरे के बिक्री गर्ने हिँड्नु। यो गल्लीबाट हामी उता पारी निस्किन्छौँ हेर्नु ल। केही किन्नमा केरा उतै अगाडि गरौँ ल। तौलेर ल दिन्छ के अरे यहाँ तौलिन्छ अनि दिन्छ के। अहिले चाहिँ हामी मालिक फाइनली हामी यहाँ कृष्णनगरको बजार हेर्नु होला। हाम्रो बोर्डर कृष्णनगर बजार। हामी चाहिँ अब यो यहाँ पसेको थियौँ नास्ता खान। अब हामी चाहिँ यो गाडीमा जान्छौँ हेर्नु होला। प्युठान कृष्णनगर बुटोल यो गाडीमा जानेछौँ गाइज हेर्नु होला। अब यसमा मान्छे भरिसकेका छन् लगभग। अनि त्यसै हामी एकछिनपछि हिँड्छौँ है। यो गाडीमा मैले आमालाई बसालिसकेँ यो गाडीमा। अब हामी जान्छौँ यो झोला निकाल, यसलाई ठाडो पारिन्छ। यहाँ दुईजना त्यसलाई उतेसी माथि राख्यौँ। हामी चाहिँ आमातिर बस्यौँ गाइस। रातै पर्ने भयो हेर्नु होला। बुढी रोयो भने मेरो देउता बराबर रिसिन्छ। अलिकति भन्नु है यो इभी गाडीले यस्तै हो, चार्ज गर्नु रहेछ। हामी यो कालरकाटे जाति कटुवा एक दाङ कालरकाटे पुगेको छ। फाइनली हामी घर पुग्यो साथीहरू। फाइनली हामी घर पुग्यो। भिडियो कस्तो के छ लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। आजको लागि भिडियो यति।